यात्री स्वादी त के अब हेरेर हैन स्वादी हुन्छ के कुदाला सियारमा टिक्ला बाहिर उही पुग्छ मन्दिरा सिरालाई कि मैले यहाँ रेखिङ गरेर जाम मन्दिर आए म त नि 11 वर्षमाथि भएर दिलाउन सक्छ भनेर मैले 11 वर्षसम्म राखेको जान दे जाम इस बार निकल यही बाटो खिच न सिधै उता उता बाटोतिर उता बाटोतिर लाइले पनि होला नि लगाइदिनु भाउ एकै बाटो माला छैन त झाडलाई ए भ लाइदिनु पर्दैन दाइ लाइदिन्छ लाइदिनु पर्दैन माला मात्र लाइदिनु भन्ने टिको पर्दैन के पर्दैन टिको लाइदिनु माला लाइदिनु माला लाइदिनु बहिनी भाउ एकै फेर भए माला लाइदिनु धेरै केला केला रातो टिको लाइदिनु लास्ट बाउ रामले बिर्सेर लगाइदियो बिर्सेर त्यही भने केटाकेटी यो कुकुरले नभने अरु कुकुरले हो केटाकेटी जानी जति यता बस्छ टिको लान्छ ए यहाँ होला नि टिको लाइ टिको लाएर उता गर्छु कलश समाएर कलश बनाएको छैन भन्नेले एउटा कलश कलश जानु पर्यो नि त तिनी बाच्चा पिला तिनी हाले अत कति आमाको दुध लाइ लाइ पदर 5 गरे बरु हिँडौ हिँडौ lokal hana nani lokal hana dai ko dai kal na la hera Bye. Gitu ya, Bang. Ya Bharat. Lah.
आउँछ बाइक अहिले भाउजूलाई लिएर आउँछौँ बाई नानी खिच्दा नानी अब एकछिन बाह्र बिसा जनती बाह्रपति दही 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 जाने कसका बाला हुन् अरे भैया 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 कसका बाला हुन् बिहा गर्न जानी हाम्रै बाला हुन् अरे भैया हाम्रै बाला हुन् अरे भैया हाम्रै बाला हुन् आउँ भित्र आउँ हजुर भित्र आउँ झपा झपा आउँछ अगाडि हिँड्नु ल है राम्रो गराएको नाम त जनराजको नाम हुन्छ नि जनराज डाँडा फुलबिन्डाहरू त्यो अर्को माथि हो कि दैनो पुजाएर ल अब त्यो अर्को उठाएर भैँमा सत्ता लेख्नु अर्को उठाएर भैँमा सत्ता चन्दनले हात चोकर त्यहाँदेखि स्वत्ताले अङ्ग्रेजी 74 होइन त्यहाँदेखि 7 चालेको नेपाली ल पर्छ फुल्दा खानु यो फुल्दा त्यो उठायो भने फुल्दा खानु त्यो देखाएर ठाउँमा ल अब त्यो अर्को त्यो चौक यसरी यसरी यस्तै पहिले यसरी भित्रतिर पहिले भित्रतिर आफूतिर अब अगाडि खानु यसरी सर्छ सूर्य हेर पनि त त्यहाँ अब चाहिँ त्यहाँ र त्यो दुला नानी आएर उभिनु पऱ्यो यहाँ दुला नानी बिर्कले राई है उनी मात्र
घुमारले उता उता मैले राइस पुरै दियो लु यो कालो चाहिने यहाँ ल चालो नि ल यहाँ ल यहाँ उभियो दुलाजर फर्क उभियो जल राख भयो औँठीको दिन्छ ल अझै यहाँ कालो ल दुलाले लगाइदियो तिमीले मलाई राति घाँटिएपछि दुईटा ल घाँटे लगाइदियो ठिक टपार्दै तिमीले ल ल ल लगाइदियो त अर्को फुकाउनु पर्छ अहिले यो लगाएपछि अहिले लाएपछि हो अन्तिमले त ल मङ्गलम भगवान विष्णु मङ्गलम गरुड अन्त बाँध्ने पछाडि अरूले बाँध्छ तिमीले बाँध्नु भगवान विष्णु त्यो औँठी दियो तिमीले ल मङ्गलम भगवान विष्णु मङ्गलम अरे घन्टा बजाइदियो त्यसो मङ्गलम भगवान बाजा बजाइने भन्दो रहेछ तापत कदम हरम दिव्यम परमानन्द लक्ष्यम तापत रमिनाशाय तिमीले लगाइदियो दुलानानीले पनि लगाइदियो नभए सहयोग गर्न भन न दुलानानीलाई राखिदिनुहोस् भन अब त त्यसो ल ल भन्छ ल भन्छ अब के अरे भने एउटा दुना चाहिँ गोदान गर्न पर्छ लेख ल गाईको नि टिका दियो के ले किँडे नभए साबत नानी कसम कसम लगाएन पाद्यम अर्ग्यान हो मिसाइदियो त्यहाँ हो पाद्यम अर्ग्यान पूजा पर्छ ल ल ल बस ल अब पुरुषले आदि आदि मात्र गरेको त के दिँदा कता दिने 65 दुलै बसेका दुला बसेका राम हो रामसाको शर्माम धनञ्जय विषय तिनी पैसा दियो देवका नामले नामले बिहा गराउनु तारा नारी दोष दिएर प्रस्ताव गोदान यसको दल इमाम गाम भारत त्यसपछि म दिइसकेको छु हरिओम त्यही घटाइदिएछु नि चार हरिओम तक्षता विष्णु विष्णु पुरुष दिइदिनुहोस् धान गर गोत्रोत्पन्नम शर्माम धनञ्जय गोत्रोत्पन्नम देवका नामले कन्या विवाह कर्म कर्मितम तारा नाडी दोष परिहार अथवा दोष निवारणार्थम प्राष्ट गोदान निष्क्रिय दर्भ्यम इमाम गाम भारत माधव तक्ष दोष दिनु यहाँ उचाल्न सकिन्छ र ल हरिओम देव शान्ति शान्ति राम शान्ति शान्ति अरे ल शिरमा फुल दिनुहोस् शिरमा राख्नु ल अब अचल चाहियो रे अचल चाहियो यहाँ छैन मैले राखेर बसेर फेरि अचल चाहियो भने म कस्तो मान्छे कस्तो मान्छे ल ल ल ए ल लाभा होटेल ल्याएको छौँ हामीले लाभा छ यहाँ ल त के अरे के अरे तपाईँको बुढाको त लालु होइन र लालु मकशरण पवित्राय गर्भगोत्रोत्पन्नम तारु मकशरण पौत्राय गर्भगोत्रोत्पन्नम के तपाईँ तेज नारायण होइन तेज नारायण मकशरण पुत्राय धनञ्जय पौत्राय यसको बाजेको नाम के होला जेजु बाजेको थाहा छैन नि त थाहा छ त्यसलाई बुढाबाको नाम थाहा छ चुरानी मुख बुढाबाका बुवाको बुढाबाबु चुरामणी हो यता नाम देवका नामनी कन्या याम विवाह गर्नु म छोडिदिनु नि त्यसलाई बल नाच्ने पो कसो बल गरिदिएछ भनेर ल ल ल भुइँ यति काका मङ्गला तरे तरे बलम तारा बलम दैव बलम तदेव ल कालेनु कसो कालेनु कसो धन्यवाद तपाईँ ए पार्वती हुन्छ खाइन्छ कालेनु कन्यावाद विरास यजमान सदुवा ल भन्नुवाले दिनभरि बिहा नआउँछ एकछिन सक्छ
जल राइज गरेको बुढीका बुढीका जल राइज होइन पर्दैन जल खान पर्दैन आमाले मात्रै हो त्यसले पर्दैन तिमी छोरी मात्रै खाऊ आमाले मात्रै हो कादेनु कसैदेनु कन्यापाद विरास यजमानः सदका याद पैसा दिउ गर्ने होइन भने चाहिँ नगर्ने अहिलेसम्म वर्ष दिनसम्म यो सबै कुराहरू चाहिँ पारिदिनु ल अब विष्णु सत्यत्य तत्तापरन्ते कलियुग कलिवेश्वर श्रीकृष्ण गण्डकी पश्चिमाई गोर्खाजी गुल्मीग्रामी इह पुण्यम हो तमगास अर्खले शिवालय वास्तव सक्ने सर्वै नाम समस्ते अमुकायन शिक्षुर्य पूर्व उत्तरायण चन्द्रमा पुद्रने मासौक्त मासे वसन्त ऋतु वैशाख मासे पक्षमा आजोदया तीज तिथौ बुधबार सिताम श्री सूर्य कन्या श्री सूर्य मेघराशि चन्द्रमसी धनराशि देवरुण देवी गोत्रस्य नानी अलिपर जात ललिपर जात प्राप्ताथम फल प्राप्त्याथम वाचनोतम अध्य अब फेरि गर्व गार्ग गर्व पञ्चगर्व राय लालु पवित्र राय गर्व गार्ग गर्व पञ्चगर्व राय गर्व पुत्रनाय कन्या लक्ष्मीनारायण सुराय कन्या गराय धनदेव पुत्रना देवगान कन्या अब हाम्रो धनदेव अब हाम्रो भन्नुभयो धनदेव हाम्रो धनदेव तिम्रो सँग राख दाइने त्यसो आउनु लु त साइने हो अब अहिले अब त्यो जले उनीहरूले ओढाइदियो लगाइदियो ओढाइदियो ल यो ठिक छ यहीँ यसरी हुन्छ है सङ्कल्पबाट जाउँ के भयो त्यो म रिस उठेर जराको पैसा तिमीले लगाइदिए अब पत्ते भागु लाग्यो राम्रो लाग्यो पत्रेलाई पत्ते लाग्यो भागु गर्नुपर्छ कि रे ल यहाँ लगाइदिनु ल ल हो भाउ हो मिलाउँछ नि आफ्नो त सिकाने कुरा ल अहिले आफूले चाहिँ यसो लगाइदिनु गर्दा उनी ल ल जलसँग लगा छोडी जल कहीँ जानुपर्छ को ओ माधो होइन पिच्ने भनेको मैले अस्ति जाँदै चल्ने हो एकदम खुसी लाग्यो मैले अहिले आउँदाखेरि नमस्कार गर्छु को त्यसैबाट आउँछु म नमस्कार गर्दै आउँछु अहिले यहाँ लगाइदिएको छु माइती बक्सीले हेर्न आउँछ छैन ल हामी आउनु जल्दी खेल्ने यो लगेर सेक्न त पर्दैन माइती बक्सी न हात पुग्छ के रुमालबाट नि गर्दा यहाँ छ धार लाउँदै लगेर च्याट्टो तुरेको सिँधा लाग्यो सिँधा लाग्यो छोडिदियो त्यसै त हामी मङ्गलम भगवान् विष्णु मङ्गलम मङ्गलम तदेव लग्नं तदेव तारा गलं दैव गलं तदेव रामेश्वर मङ्गलविद्युः मङ्गलाय सिन्दुरार्पणम् अलिक पत्र राख जान्छ हो ल ल सिउँदा हो बाजा
सबकै सर्जने आधार जुवाउँदै रहेछ जान्छ चिन्ती कन्ने लेख्ने चिन्ती गर्ने उहाँ उता पैसा देऊ दिउ त ल सिनु अब यति हेरेर खानु उता गएन त्यो त यति हेरेर खाऊ त्यो थाल खोलिदियो गाडी कटा खोलिदियो तिमीले ल हो ल खाऊ खाऊ खानुपर्छ ल खानु खानु हातहरू पनि खाइन्छ जुन होइन दुईवटा चाहियो दुई मिनट चल्नु पर्यो नि माग्नु एकदम मजाले चौथ्यौँ हरिओम तत्सत्ता विष्णु इत्यादि गौरवगोत्रोत्पन्नं रामसङ्गीतसमं देवकानाम्नि दिव्यायम् अस्मिन् देवस्थान पगवस्तुकर्मितं विवाहकर्मकर्मं पुनः होइन त्यही बाहुन दिएको माथि राखिसकेको थियो है राम्रो हुन्छ फेरि फोटोहरू आशीर्वाद सक्यो बिहा अब तपाईँको के छ यति बेला खोइ भाइ तिमीलाई पनि लागिन्छ यहाँनिर बोलाएँ भाइ भाइ भनेर सँगै गर्नुपर्ने हो कमल लाग्यो गाई खेलाउनु चाहिँ अब ल कान्छ ए कान्छ नमस्कार त घर पर सम्झि त कान्छो सम्झि त हाम्रो सानो सम्झि हो सानो बाबा सम्झि कालो आफूले नमस्कार कन्याकुमारी आकाश
Mày ra thôi nhỉ? हो आइया Ôi bây giờ thôi nhỉ? Ai da. Ai da, bagus ah. Bang namaskar. Ai da, ai da. नमस्कार करता है यता त पता नहीं दाइस नमस्कार हो ही जाता है यहाँ क्या भी जाएगी ला अरू बहिनी रहनुहुन्छ दूर छिका पारा निकाल्नु एउटा छिरा छिका पारा पोते गरेर गएर माग्नु ल ल ल झोला यदि सबै निकाल मेरो तर्सँग पछाडि जाने रहेछ यो दुईटा गाह्रो है समय खै दुला खै तिमीले सिकाउने के फरक पर्छ ल अब जानु ल त्यहाँ बस 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 हुन देख मैले हुन देख दिउनुहोस् दुलो चिउरा देउ दुलो चिउरा यहाँ हामीले घर गएर खाने यहाँ दिनु भन्छ तिनी खाँदै जा तिनी हामीले घर गएर खाने ल उसँग ल पोकोसँग ल हो ल अब ल दुलै ल्याएर दुलै ल्याएर दुलै ल्याएर बाई खिचेर देखाउने कवाडी बोक्यो
अहिले काम लाग्यो खै 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 दस ताले अच्छा ताले ल खै आएर दिनुहोस् आएर दि फाल्नु सक्छ तपाईँले आफ्नै छ ल ल आज फाल्ने म जान्दिनँ आधी कता उता यता पुरो फर्कने एक कता फर्किन्छ ल हेर चाहिँ उदो उदो उता उ यसो उ त्यहाँ बस्नु पर्छ हो त्यता हो त्यहाँ बौता 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 चाहिए यो बेला बेला ठेगे हाने सरी हो अरे बाजुले गरम घुमा का मैले यार बौद्ध आए कहाँ जानु यहाँ राधा म्याडम बौद्ध भने बौद्ध भन्दा बोर्डका ल्याएर मार्न पनि फेरि त्यो बेला उसले निभाउने होइन कि हावाले निभाउने कर्मणि निमित्तकम ग्रह शान्ति चतुर्थी कर्म कर्मणि निमित्तकम कर्म कर्मणि दिएको अर्घसँग म कर्सेता ल अर्घमा छोडिदिनु अनि त्यहाँ चन्दन चढाउनु गन्धधारा धुराधरका खै चन्दन खै यहाँ बनाइदिनु चन्दन के जलमसर बेमी शङ्कर देवी सरसिमका दाना भए सरसिमका दाना चढाइदिउँ नभए त्यही जौतिल होला नि जौतिल चढाइदिउँ है ओम तिराक्षर बेमी शङ्करका देवी भेरमा सुपारी भए सुपारी चढाउँ नभए फुल चढाइदिउँ ओम ज्या फल्ने जा अफल शङ्कर देवी भेरमा त अब एउटा पैसा खै पैसा चाहिए हौ एउटा डाला राखिदिउँ त्यहाँ चन्दनले हो चन्दनले चन्दन चोब चन्दन गरौँ न जात राखेर चन्दनै बनाउँ न त नवोनन्ताय सहस्र पक्र साक्षी दीपनारायण आएन हो यहाँ बत्तियाँ छोडिदिनु चढाइदिनु त्यहीँबाट उठ्नु पर्दैन ल अब पूजा गर्ने चन्दन ठाकुरले बत्तियाँ पृष्ठो देवी पृष्ठो अग्नि पृथ्वी वैशा सर्वज्ञ ओम कर्म साक्षी दीपनारायण हो यतानी गन्ध कर्म ध्यान आवाहन कर साक्षी दीप पाद्यम अर्घ्यमा आचरण कर साक्षी दीपनारायण हो चढाइदिनु यहाँ भने यसो दुईटा हात जलमा चोबेर बत्तियाँ देखाएर सिरमा लगाउनु
देवकराम निदे भ्यायम विवाहात् ग्रह शान्ति चतुर्थी कर्म कर्मणि निमित्तेकम निर्विघ्नता कार्य सिद्ध्यर्थम गणेश पूजन मम कर्ष्यत यसो यता गणेशतिर छोडिदिनु यता यसो छोडिदिनु वान साङ्ग सपरिवार या गच्छ या तिष्ठ या तावत सुप्रश्न पर्दो बाबा रिद्धि सिद्धि भनेका पत्नीहरू जयला भनेका छोराहरू गणेश भगवानका सवार भनेको मूषक सहित या गच्छति आउला या स्थिति या बस्ला एवं हामीले हजुरको पूजा गर्छौँ हामीले गर्ने पूजालाई घर गर्ला हाम्रो पूजादेखि प्रश्न सुवर्द हाम्रो चाहिँ यो दाम्पत्य जीवन चाहिँ सफलताको कामना गर्दै भगवान गणेशलाई यहाँ राखिदिनु आफ्नो दाम्पत्य जीवनको सफलता कामना गर्दै गणेशलाई राखिदिनु ल एक घन्टा पैसा राख्नु पर्दैन त हात ल यस्तै दुइटा हातले सुमुखश्च दन्तश्च कपिलो गजगणक नमोदरश्च विकट विघ्नाशो गणाधिप हाम्रो केतु गणदछु भालचन्द्रो गजानन विद्यारम्भे विवाहे च विघ्न तस्य न जायत वक्रतुण्डमा कार्य निर्विघ्नं कुर्मे देव प्रसन्न भज हे भगवान गणेश हामीदेखि प्रसन्न भने खुसी हुनु होला र हाम्रा विघ्न बाधाहरू हरण गर्नु होला भन्ने कामना गर्दै अब त्यो राम्रो दिउ त तिमीले दिउ ल ल तिमी आएर उठेर आएर ल्याएर गणेश भगवान राखिदिए जाऊ उठ त्यो अचल छोडेर आऊ ताय गौरी सुताय गणनाथ नमो नमस्ते भक्त तिनासन प्राय गणेशराय सर्वेश्वराय सुगदाय सुरेश्वराय विद्याधराय विकटाय जवामनाय भक्त प्रसन्न वदाय नमो नमस्ते त्वं विघ्नं शत्रु दलेति सुन्दरेति भक्त प्रियति सुगदेति फलं प्रदेति भक्ति प्रदेतं हर अगरयति चयेषु दुष्टवन्ति तेभो गणेशं बन्धु भगवति ओम गणपतये नमः यहाँ भगवान राजे अब भूत गीत शब्द हैन बेसार आइदिया ओम ओम सम ज्याहदी प्रदा सर्वे ज्याहदी सर्वे सूत्र यहाँ यो उडाइदिन्छ कि ल ल ल ल यो जति घाल्नु घिउमा मरेर त्यहाँ बोक्दा राखेर घिउमा मरेर दुधै गमले थियो ल ल बस्यो बस्यो त्यसले पर्छ र के खान्छ लाग्यो हरिओम गणनाथ हरिओम गणपतये नमः ल यतै राखिदिनु गणेशतिर ल अभ्यास गरौँ अष्टाधिक सुपूर्वे अब 400 का दुनामा यसरी यता नि इन्द्र यागच्छ ताप्स इन्द्रायण पादुष इन्द्र पुरुष इन्द्रायण सुप्रे पामस्तु ओम जग्न यागच्छ ताप्स सुरु ध्यान आवान सबै पुर्तले इन्द्र गलाइन त्यही एउटा पैसा लाग्यो हेरेन गर्व गर्व से यता नि गर्न पुर्तले इन्द्र दिको लाइन ल अब दक्षिणले एमति गलाइन त्यहाँ एमति गरको बुझा छ त्यहाँ बुझाएर त्यो सुना बुझाएर ल भनेर राखे ढाक एउटा बहुत ढाका ल ढाकेर गर्भधान गरौँ कानुन सरस्वती म्याडम यहाँ चाहिँ नि गाउँछ बस्नु यहाँ अब आगो चाहिँ त्यसै बाल्न पाइने यहाँ कति गर्नुपर्छ हेर्नु ल अब त्यहाँ चाहिँ अब अग्निको गर्भधान गराइयो त्यहाँ होइन अब पुङसम्म नमरेको कर्म गर्ने पूजा गर्नु बाहिर भित्र होइन बाहिर पूजा गर्नु आगाभित्र पर्न पाइन्न हरि ओम ओम पुंस अजिजन फेरि सीमन्त नमरेको कर्म गर्ने पूजा गर्नु ओम अजिजन त्यो ढाकेको गर्दैन है अनि नामाकरण गर्दैन अरे ढाकेर नामकरण गर्नु भने यसो सूर्य भगवानलाई दर्शन गर्नु सूर्यलाई देखाउने अरे अग्निलाई यसो उठाएर अनि त्यसपछि फेरि के गर्नु भने अन्नप्राशन भात खुवाइ गरिदिनु अरे यति घिउ र अक्षता बनाएर त्यहाँ लगाइदिने अरे के हरि ओम नस्पते नठौँ अनि कपाल काटिदिनु अरे कुसले कपाल खोल्ने अरे उसको अग्निको यसो अनि त्यही कुसले नाक कान छेडिदिने अरे फेरि अब भद्रकाली विष्णुयामा घोच्ने हो कि यसरी कान्छ होइन ल अब त्यही राख अनि अग्निको विवाह गरिदिने अरे चन्द्र थापुले पूजा गर्ने ओम भगव भगवत भगव पञ्चभग ओम ल छोडिदिनु ल ल त्यहाँ राखेर अब सर्वानी काम गर्नु कसै सरकार बाबु तिमी सबै उठा जुन तपाईँ काली हो त्यो कोइला पूजा आएर कोइला यता लगाइदिउँ ओम चप्तारी छिनी तय पाद भन्नुहोस् त ओम काली ओम ओम मरि हर कमल अब खोइ सुरु एउटा
अझै ल्याउन पठा एउटा टप ल्याएर नि नि थाल तिनै त रस्ता बरा के खान्छे हुन्छ आका हुन्छ कतिले आन्टी दोथरी यो फेरि बेला बुढी अझ एउटा मलाई मोडस पनि मोडस भन्दा मोडस ल पूजा गरेर माथि राखिदियो यहाँ राख्ने कि यहाँ पैसा राख बाबु हो त्यहाँ पैसा राखिदिए गर्नुपर्छ काली याद पढ्नलाई बाटा लाग्यो है बाटा पनि पछि नै भइदिएर है साधार बेसी बडा पुनारा पापा बस्ने सब कत्तो यता नि गर्न सुन्नु हो ल राख्नु त हो थपौला थपेर गऱ्यो भने चलो थप्न मान्छ अहिले थपेर गरेर राखेर त्यही टोप्ले राखेर टोप्ने यो टोप्ले राखेर हरियो पनि तक्छ तिमीले पुरा तपाईँ दुलै ल्याइदियो तिमीले त्यो सङ्कल्प गर पैसा तिमी सङ्कल्प गर त्यो दुलै ल्याइदियो जलसित हरियो पनि तक्छ त अब जल अलिक थोरै भयो हेर त थाहा जल आज ब्याडीमा छ तक्छ गर्भवती सुनेर राम्रो पठाउनु आउनुपर्छ जल खानुपर्छ के त ए भाउजू आफै राखेछ कि जल खुवाउनु धोएर त पलाएर आउँछ तिमीले क्यारी गर बुढी मान्छे नआए त मसिन थियो कि एकखेर एकखेर मात्रै हो ल शिरमा लगाउ च्याप्पा हो ल ल अब च्याप्पा धोइदिउँ खै पैसा दिनु बाच्चा पैसा दिनुहोस् ल तपाईँ च्याप्पा छोड्दै ल खाइहाल्छ ल ल हो धोइदिउँ खुट्टा धोइदिउँ धोइदियो पैसा दिन्छ अब पैसा नदिएछ नछोडिदिए है पैसा झिकाइदिउँ पैसा नदिएछ नछोडिदिए है त हो ल पैसा दिएको नपख अब त्यो अघि दुलै अघि लाएर घुमियो पर अहिले चाहिँ दुला अगाडि लाएर घुम्नु पर्यो यहाँ ए बराबरमा आयो नि अब त्यो आफूलाई उता दुलैला ल अब खाना पनि टक्राउ खुवाउनु पर्छ अब औँठी राखेर कहिले औँठी चढाइदिउँ त अब चढाइदिउँ चढाइदिउँ ल हो ल ल अब खाना टक्राउ मलाई एउटा अचम्मको नम्बर आएको छ मिस नाममा यसो हात धोइदिउ त तिमीले हात धोइदिउ सल्यो पर्ला खै बाबुराम दाइले ल त्यो जिल्लालाई टक्राउँछ तिनको टक्राइदिउ मैले सोध्नै पाउँ हात धोइमा जल राखिदिउ तिमीले नामलाई गाउँमा पाउनु होइन जल राखिदिउ त उतापट्टि ल परस्परमा मिलिजुली गर्ने भनेको के फोन नम्बर दिएको मलाई त्यसो कुरो भन्न मलाई त मासु त छ कि ल त्यो उता राख अब क्यार भने अब के पनि गर्ने सेभर राख्ने यो त कलश हेर्नु
कटोरा उनीहरूले झुकेर नम्बर दियो यस्तो मान्यो भने एक कोरो भनिसकेपछि माथि गएको नेतृत्व पङ्क्तिले लोकतन्त्रलाई सुसंगत बनाउनको लो अनि नाम आउँछ हो ल ल भाउजू छोड्दिउ तिनी कुटी आवा तिनी जानी दुईटी सासुबारीको बराबर हात होस् दुईटी राम्ररी मिलुन् मेलमिलाप होस् भन्ने भावना हो यो बुझ्नु न बुहारीले सासूको खैरो नखाउनुहोस् सासूले बुहारीको खैरो नखाउनुहोस् भनेको फेरि त्यो विचार गर्नु सासु बुहारीले फुकाउँछ पैसा जति निकालेर बुहारीलाई दिनुहोस् त्यहाँ भएको जनै र सुपारी सरलाई दिनुहोस् कुरो त बुझ्यो नि सासु बुहारीले ल अब त खैरो खानै हुन्न फेरि दोहोरे तपाईँ यहाँ लो नानी दे राम्रो साइरा सराको चाहिँ अब घर त्यो बिहा गर्दैछ तपाईँहरू चाहिँ बुढाबुढी भएर बाना बस्दा गए हुन्छ घर व्यवहार चाहिँ ल छोरा गर हामीलाई मिठो मिठो खाना ल्याऊ र हामी त आनन्द बस्छौँ हामी गर्दैन भनेर बस्ने हो भरतको बिहा गर्दैछ त्यस्तो फेरि उही जान होला पशुपति यहाँ पशुपति त यसमा कसै नारायणको डोरो जस्तो हो कि बिहाको यो किनभने अब त यो त मुक्त भएको डोरो अब चाहिँ साइना सारा उसबाट पुत्र दण्डबाट मुक्त भएको डोरोमा हिँड्ने होला बुहारीलाई बुझाइयो छोरा अस्तु धनं धान्यं सदा संवत्सरं दीर्घायु कालो मात्र ल्याइदिएको कालो मात्र ल्याइदिएको तर्फ मात्र ल्याइदिन्छु मैले हजुर है पेलो बनाएर हिँड्छु ल अब ada udah kira nih guys itu main gimana sebenarnya ya बन्धन बाँधिदियो भने बन्धन अब पऱ्यो डोर बाँधिदियो ढोइलास् ल बन्धन पऱ्यो है यो त अब चाहिँ नि यता पारिवारिक बन्धन पऱ्यो बेसी त जस्तो हुन्न र अब त खाने कान्छा कान्छा त्यसैले बुढी चाहिँ खाली उचाल्न भने आफ्नो चाहिँ जिम्मेवारी निभाउनुपर्छ होइन सासू ससुरा देवर जेठाजु होइन जेठानीहरू अनि श्रीमान सबै कुराको होइन चाहिँ दायित्व बोध हुनु पर्छ
खाएर मुखेर काम गर्नु होला है किनभने यिनीहरू स्टार्ट परे खान भोकै छन् होइन यो त आयो अब त आयो कान्छ अब त नि पालो आयो गरेर बिहा गर्ने पालो हुन्छ हैसियत गरौँ न के दसैँसम्म लागि पाइ फेरि तर्यो बुझ्यो गाइदा हुन्न कसरी जान्छु एक्लै नजाऊ बा मनिसित जान्छ त भन्दै नि खाइदैन के रानी चाची पत्ते चौना बन्नु त अहिले सँगसँगै हुन्छ त पक्ने गाड्यो यता यता सिराला ढाउ तो सार्दी तर यता सिराला भयो उता निस्कने गाड्यो पर्खाउनु पर्यो मलाई पनि नमस्ते गरे नि हुन्छ आज मात्रै होला सकियो ढोग्री फेरि तँ हेर्न यहाँ ढोग्री अर्को ल देखा जाए